दर्शकबिन नमस्कार, म अर्षद शेख राई। अहिले म भेरी प्राविधिक शिक्षालय नेपालगञ्जमा उभिरहेको छु। प्रतिनिधि सभा निर्वाचनमा बाँके क्षेत्रमा 2बाट मोहम्मद इस्तियाक राईले 5,946 मतदानले विजय हुनुभएको छ। तपाईँ हेर्दै हुनुहुन्छ मोहम्मद इस्तियाक राईले 24,628 मत ल्याएर उहाँ विजय हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्दी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विवेक कुमार श्रेष्ठले 18,682 मत ल्याएर प्रतिस्पर्धी बन्नुभएको छ। त्यस्तै नेपाली काङ्ग्रेसका सुधांशु कोइरालाले 17,596 मत प्राप्त गर्नुभएको छ। दर्शकबिन अहिले खुसियालीको माहौल छ भेरी प्राविधिक शिक्षालयमा। युवाहरूमा र समर्थकहरू नाचगान गरिरहेका छन्। तपाईँ हेर्दै हुनुहुन्छ यो दृश्य नेपालगञ्ज बिपी चौक र भेरी प्राविधिक शिक्षालयको हो।